बेन्टको B80 मोडलको फोन रहेको छ यो। यसको डिस्प्ले गएको छ, हेर्न सक्नुहुन्छ। बेन्टको B80 मोडलको नम्बर। यसको डिस्प्ले गएको कारणले यसलाई चेन्ज गर्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ पुरै निक्लेको छ। अनि नयाँ डिस्प्ले चाहिँ यहाँभित्र छ, यसमा हालेको छु। हेर्न सक्नुहुन्छ यसको यो ब्याट्री छ, अनि यसको यो रहेको छ, अनि यसको यो डिस्प्ले रहेको छ। अनि यो पन्नी जुन निलो कलरको पन्नी छ, हेर्न सक्नुहुन्छ। यसलाई निकाल्नु पर्ने हुन्छ, स्टिकर निकाल्नु पर्ने हुन्छ। त्यसपछि यसमा फिटिङ क्लिन गरेर यसमा फिटिङ गर्नुपर्ने हुन्छ। यो ग्लु रहेको छ, अनि यो रबर हालेर चप्काउनु पर्ने हुन्छ। यस समयमा देखाउने छु, सफा गर्नुपर्ने हुन्छ फर्स्ट टाइम। हेर्न सक्नुहुन्छ यसको पन्नी मैले निकालिसकेको छु। अब यो चप्काउनु पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ बेन्टको B80 को मोडलको ब्याक प्यानल फिटिङ भइसकेको छ। मेरो पसलमा धेरै जस्तो डिस्प्ले फिटिङ गर्ने मात्र आउँछ। अब हेर्न सक्नुहुन्छ यो पुरानो डिस्प्ले रहेको छ भनेपछि यो नयाँ डिस्प्ले फिट हानेछु, ग्लासहरू हानिसकेको छु, सबै कुराहरू कम्प्लिट भइसकेको छ। हेर्न सक्नुहुन्छ। अब केही समयपछि